तिमीलाई म एउटा क्वेसन सोध्छु है। तिमीलाई संसारमा माया ठुलो कि धन ठुलो? बात कर रहे त्यो दुईटै हो। होइन एउटा रोज्दा हुँदैन, धन नभए नि हुँदैन। एउटा रोज्नु पर्यो, कुन चाहिँ फर्स्ट कुन चाहिँ सेकेन्ड? त धनै फर्स्ट हुन्छ नि। जिस्म है तो क्या ये रूह का लिबास है ये दर्द। धन नभएदेखि माया मात्र भएर के काम? अनि माया नभए धन पनि के काम? त्यस्तो होइन, दुविधा कुरा नै। एउटा कुरा धन कि माया? ल सपोज होइन तिमीलाई 10 करोड 1 अरब पैसा एकतिर र अर्कोतिर चाहिँ मलाई राख भने तिमी केलाई रोज्छौ? मलाई रोज्दा चाहिँ मसँग चाहिँ केही पैसा नभएको हरिटन्टु एकदम झुपडी नभएको त्यस्तो एउटा हुन्छ नि, केही नभएको मान्छेहरू म र अनि एकतिर चाहिँ 10 अर्ब ल पैसा, के रोज्छौ? त्यो त अब तपाईँलाई नै हो नि रोज्ने त। अनि त्यसमा पनि अब साथमा मलाई रोजेर काहीँ केही कमाएर खान दिनु नि सक्दैन, केही गर्न नि सक्दैन, ल केही घरबारी नै छैन भने के रोज्छ? कमाएर खानु पर्यो नि त दुईजना मिलेर। बड़ी अच्छी बात कही है। होइन कमाएर खान नि सक्दैन होइन, काहीँ जाहिर खान सक्दैन, तर उता चाहिँ 10 अर्ब छ भने पैसा म केही नभएको रोज्छ कि 10 अर्ब रोज्छ? ल सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। त्यो दुविधाजनक क्वेसन के काम? ल कोही राम्रो बाँच्नको लागि त धन सम्पत्ति नै चाहिएन फर्स्टमा त। तिम्रो क्लियर एन्सरै आएन। ल है गाइस, तपाईँहरूको के एन्सर आउँछ होइन आफ्नो एन्सर? धन रोज्नुहुन्छ कि माया रोज्नुहुन्छ?